वैशाख पूर्णिमाका अवसरमा 15 दिनसम्म ढोल झ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायको उभौली पर्व प्रारम्भ भएको छ। उभौलीका अवसरमा पूर्वका किरात बस्तीहरूमा अहिले साकेलाको रौनक छाएको छ। शुक्रबार साकेला थानमा विधिपूर्वक पूजा गरी औपचारिक रूपमा साकेला उभौली प्रारम्भ भएको किरात राई याइफका नगर कमिटी कटारीका अध्यक्ष पदम राईले बताउनुभयो। उभौलीको अवसरमा यस वर्ष पनि कटारीका राई समुदायले कटारी 3 स्थित साकेला थानमा विधिवत पूजा आराधना गरी धुमधामका साथ शुभकामना आदान प्रदान गर्दै उभौली मनाएका छन्। साकेला थानमा साकेला नाच तथा सामूहिक भेलापछि उनीहरूले भूगोल पार्कमा आएर साकेला नाच्दै उभौलीको समापन गरेका थिए। यस वर्ष कोशी प्रदेश नामाकरणको विरुद्ध सांस्कृतिक रूपमा विरोध गर्दै उभौली मनाइएको पनि अध्यक्ष राईले बताउनुभयो। उभौली पर्व वसन्त ऋतुमा बालिनाले राम्रो होस्, सबैमा सुख शान्ति फैलियोस्, दैवी प्रकोप तथा विपत्तिहरू नआउन् भनेर कृषि युगदेखि नै मनाउन थालिएको बुढापाकाहरू बताउँछन्। त्यसै गरी पानी पर्न थालेपछि नदी, खोला, खहरेहरूमा समेत पानी बढ्दै जाने समयमा प्रकृति पूजक किराती समुदायले माछाहरू उकालो उँभो पानी आउने ठाउँतिर बसाइ सरेको समयलाई समेत उभौलीको सङ्केतको रूपमा यो पर्व मनाउने गरेका छन्। त्यस्तै उभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर सर्ने सङ्केत गर्न तथा अन्नबाली लगाएको खुसियालीमा मनाइने गरिन्छ। भाषा, संस्कार तथा संस्कृतिले आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उभौलीका अवसरमा संसारभर छरिएका किरातहरू आपसमा शुभकामना आदान प्रदान गरी यो पर्व मनाउने गरिएको छ। उभौलीका अवसरमा सामूहिक रूपमा दुःख सुख सार्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिन्छ। साकेलामा प्रकृतिसँग जोडिएका अनेकन मिथकहरूसँगै माया पिरतीका शब्दहरूमा थुप्रै चालमा नाचिने नृत्य हेर्न अन्य समुदायले पनि छुटाउँदैनन्। पछिल्लो युवा पुस्तामा समुदायको वेशभूषा लगाउने र साकेला नाच्ने आकर्षण नै बढ्दै गएको छ। हातमा सेउली, चमर लिएर ढोल झ्याम्टाका साथ किरात बस्तीमा युवा युवतीहरू रमाउने गरेका छन्। चर्को गर्मी, वर्षा, झरीको समय समेत वास्ता नगरी युवा पुस्ता उभौली साकेलामा रमाउने गरेका छन्। उभौलीको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गर्दै कटारीका मेयर राजेश चन्द्र श्रेष्ठ तथा उपमेयर गीता खड्का समेत सहभागी हुनुभएको थियो।